दर्शकवृन्द सहरिया बुहारीमा एकदमै नसोचेको हुने भएको छ हो। दर्शकवृन्द अब कुनै पनि हालतमा रिताले न्याय पाउनुपर्छ भन्ने चाहनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गरिदिनु होला। आउनुहोस् यो भिडियोलाई सँगसँगै हेरौँ। च्यानल सब्स्क्राइब गरिहाल्नुहोस् है। त्यसैले यो कुरालाई तिमीले पनि बुझ्ने कोसिस गर। त्यही भएर अब केही समयको लागि बुवालाई सहर पठाइदेऊ। अनि मिल्छ भने तिमी पनि बुवासितै केही समयको लागि सहर गए पनि हुन्छ। अनि त्यति बेलासम्म त म पनि यो समस्याबाट मुक्त हुन सक्छु। अनि बल्ल हाम्रो बिहेको बारेमा सोच्न पनि त सकिन्छ नि। भनेपछि अहिले आएर तपाईले मलाई पनि सहर फर्कियो भन्न सक्नुभयो है? सहर फर्कियो मात्र भनेको, तिमीले मलाई बिर्स भुल भनेर त भनेको होइन नि मैले। आखिर तिमी सहर गए पनि हाम्रो दिनौ फोनमा कुराकानी त हुन्छ नि। अब म सहर जान्न। यदि गए भने पनि तपाईसँग बिहे भइसकेपछि पाहुना बनेर मात्र जान्छु। त्यसो हो भने बुवालाई पठाइदेऊ न त। बुवाले मान्नु पर्यो नि। बरु आज एकपटकलाई हिँड्नुस् के हाम्रो घर। हेर मधु, यो समयमा मलाई बुझ्ने मान्छे भनेको तिमी मात्रै हो। त्यसैले तिमीले जसरी भए पनि बुवालाई सम्झाउने कोसिस गर। अनि यति भन्दा पनि रिसाउनु पर्छ त? ठिकै छ, मैले बुवालाई सम्झाउँला नि त। तर बुवाले हामीलाई अर्को पासो थाप्नु भएको छ के? कस्तो पासो? बुवाले मलाई भन्नु भएको छ कि तैले बसन्तीलाई बोलाउँदा ऊ यहाँ आउन मानेन भने त यति कुरा बुझ कि तँलाई उसले माया पनि गर्दैन र तसँग उसले बिहे पनि गर्न चाहदैन भनेर। तिमीलाई यो कुरामा शङ्का छ र? मलाई यो कुराले शङ्का नभए पनि बुवालाई यो कुराले धेरै शङ्काको बाटो खन्न थालेको छ बसन्ती। तिमीले शङ्का नगरी भइगयो त। बुवाले शङ्का गरेर केही हुने होइन के रे? खै के हो के? आज पनि बुवाले यसरी बोलाउँदा तपाईँ जानु भएन भने फेरि बुवाले केही न केही सोच्नुहुन्छ। सोच्न देऊ न त। त्यसरी आफ्नो बारेमा सोच्ने मान्छेले मेरो बारेमा पनि त सोच्न पर्यो नि। मैले बुझेकी छु त तपाईँलाई, र मलाई थाहा छ तपाईँ यति बेला धेरै समस्यामा हुनुहुन्छ। तर बुवाले बुझ्न सक्नुहुन्न। मैले के गरौँ त? बुवालाई तिमीले नै सम्झाउने अनि बुझाउने कोसिस गर। हिँड जाम अहिलेलाई, अहिले फेरि रात पर्न सक्छ। हस्, हिँड्नुहोस्। बसन्ती र मधुको बिहेको कुरा गर्दा सधैँ तिमी बटारिने कारण चाहिँ के हो? को बटारिएको छ र बुवा? अनि कसरी मलाई बटारिएको जस्तो देख्नुभयो? अहिले मैले भर्खरै मधुलाई फोन गरेर बसन्तीलाई यता लिएर आइज भन्दा यो बारेमा मसँग तिमीले किन आपत्ति जनायौ? मैले आपत्ति जनाएकी होइन बुवा। झन् यति बेला बसन्ती आफ्नै समस्यामा रुममा लिएको छ मात्र भनेकी हो। उसको आफ्नै जन्म दिने आमाले उसैलाई नचिनेपछि उसको जिन्दगीमा के बितिरहेको होला त्यो तपाईँलाई थाहा छ? अनि उसको मन कस्तो भएको होला? यस्तो बेलामा हामीले उसलाई बुझ्न सकेनौँ भने ऊ बौलाएर हिँड्न सक्छ। यो सब कुरा तिमीलाई कसरी थाहा भयो? मलाई लाग्छ तिम्रो मन बसन्तीको मनसँग धेरै नजिक छ। एउटा साथीको मन अर्को साथीको मनसित नजिक हुँदैमा नराम्रो सोचिहाल्नु हुँदैन बुवा। कसैको मन प्रेमले नजिक हुन्छ भने कसैको मन भावनाको नाताले पनि त नजिक भएको हुन सक्छ नि बुवा। के सोच्नु भएको तपाईँले यस्तो मलाई? तिमीले मलाई सधैँ यसो भनेर बसन्ती र मधुको बिहे रोक्ने कोसिस नगर। बरु तिमीले बसन्तीसँग बिहे गर्न चाहन्छौ भने मलाई सिधै भन। मैले मधुलाई बसन्तीको जिन्दगीबाट सधैँको लागि टाढा लिएर जानेछु। भयो, यसरी धेरै रोएर आँसुलाई हतियार बनाउन नखोज ज्ञानु। बरु मेरो प्रश्नको सिधा सिधा उत्तर देऊ। मैले तपाईँको प्रश्नको उत्तर दिन सक्थेँ भने म पापी हुन्थेँ। अनि बसन्ती र मधुको बिहे भन्नलाई मैले बसन्तीलाई चाहन्छु भन्न सक्थेँ होला। तर मैले छातीमा हात राखेर भन्न सक्छु बुवा, मधु र बसन्तीको सम्बन्धलाई जुटाउन आएकी हुँ, टुटाउन होइन। बस मेरो भन्नु यति हो। दर्शकवृन्द, वास्तवमा आउँदो भागमा के भयो होला त? यो सबै जान्नको लागि सञ्जीवनी इन्टरटेनमेन्ट युट्युब च्यानलमा गएर हेर्नुहोला। हस्त, धन्यवाद।